वेलकम ब्याक माई युट्युब च्यानल। म फेरि पनि आज राइडको लागि शङ्करपुर आएको छु। तपाईँ हो जाने? बस्नु हजुर। नाइ ओटिपी सिस्टम छैन। इन्डियामा ओटिपी सिस्टम छ, यहाँ चाहिँ छैन। भयो जयगुटिया जानुपर्ने। हजुर ए नाइ अब यसमा फेरि पिआर रेट देखाउँदैन नि त, त्यसले गर्दाखेरि गाह्रो छ कि हामी आउनु पनि। हजुर 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 बजार लाइन ठाउँमा। ए हस्, त्यो भिल्लानेर होइन? यत्रो बाटो छ त अनि आफै सिटमा आइरा। तपाईँ कहाँ बस्नुहुन्थ्यो र? इन्डिया बस्नुहुन्थ्यो पहिला? ए आजै बल्ल आउनुभयो इन्डियाबाट? इन्डिया कहाँ बस्नुभयो? दिल्ली? ए कहिले फर्किनुहुन्छ त? नेक्स्ट मन्थ 11 तारिक। इन्डियामा त ऱ्यापिडो चल्छ होइन र? इनराइड छैन र इन्डियामा? नेपाली बुझ्छिन यिनले, बुझ्छन्। ए अब घरमा नेपाली नै बोल्नुहुन्छ होला नि त। त्यो भएर यतैबाट नि जान्छ के? तपाईँ बजार जाने भन्नुभयो होइन? होइन र बजार लाग्नेतिर भन्नुभयो होइन? पहिलाको बजार भन्नुभयो कि अहिलेको बजार भन्नुभयो? पहिलाको बजार लाग्ने भन्नुभयो? हजुर हजुर यस। मसँग चेन्ज छैन कि? म चेन्ज छ भने चेन्ज दिनु न है। हेर्नु त एकचोटि दाजु झर है। अलिकति बोल्न सकेन भने त पेलिहाल्छ। मैले अघि त्यत्रो बाटो साइड छोडिदिएको पनि थिएँ भाइ। हस् हुन्छ ल, हस् थ्याङ्क यू है। जयगुटी चोकमा गएर बस्छु। बुटोलमा पनि कस्तो कस्तो मान्छे हुन्छ यार, बोल्न सकेन भने त पेलिहाल्छ के। त्यत्रो बाटो छ, म आनन्दले आफ्नो
आफ्नो साइडबाट आइराखेको छु तर पनि पेल्न खोज्छ। फाइनली राइड लगाइसक्यो, त्यो पनि पठाउमा। कति थोरै आउँछ, तेल बढाइ थियो 153 को रेट हुँदाखेरिको जो दिन्छ पठाउले रेट बढाउने भन्दा बढाउँदैन, हिँड्न मन लाग्दैन। कहाँनिर हो कहाँनिर हो? खोइ बाटै छैन यहाँ त। ओहो हो 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 हो। कस्तो कस्तो बाटोमा आउनुपर्छ। तपाईँ हो जानी? के बाटो हेर्दै आएको त बाटै छैन त, अनि आउनु नपाउँदै फेरि वेटिङ फर प्यासेन्जर भयो त, फेरि टच भइहालेछ कि। म्याप हेर्छु भनेको म्याप पनि भएन। गुगलले फेरि घुमाएको घुमाइ गर्छ। अरे हामी जानुपर्ने जयकोटदेखि थोरै माथि भन्नुभयो बाटो। हाइवेदेखि नै जाऊँ है। भ्लग त गराउँछु तर धेरै भएन मैले बनाउँला। युट्युबमा फेसबुकमा मतलब सेयर चाहिँ गर्छु, बाँकी पोस्ट गरेको छैन। फेसबुकमा पनि मोनिटाइज हुन्छ तर छिटो हुन्छ, युट्युबमा भन्दा फेसबुकमा छिटो हुन्छ मोनिटाइज। बल्ल नयाँ हो, बल्ल 16 सब्सक्राइबर पुगे। एक दिन मात्रै भयो बल्ल। @ पहिला @ हान्नु, अनि त्यस पछाडि SURYA VLOG अनि ड्यास हान्नु, एम हान्नु, अनि त्यस पछाडि 1 हान्नु, अनि एन हान्नु त, अनि सर्च गर्नु आउँछ, सुरुमै आउँछ। हस्, थ्याङ्क यू। तपाईँको घरै त्यहीँनिर हो? ए, मेरो त चरङ्गे हो। हजुर। कहाँनिर? यो स्पा छ नि यो साइडमा। ल, क्युआर गर्नुहुन्छ कि क्यासै गरिदिनुहुन्छ? ए हस्, थ्याङ्क यू है। हस्, थ्याङ्क यू सो मच। सरलाई छोडिसके, उहाँलाई चाहिँ छोडिसके। अब कतातिर जानुपर्छ त भन्दा,
एकचोटि दाइको ग्यारेजमा जानु पर्ला जस्तो लागिरहेछ, किनकि आज ब्रेकले राम्रोसित काम गरिरहेको छैन। हल्का ब्रेक गराजमा जान्छु, त्यस पछाडि ब्रेक टाइट गरेर अनि बल्ल फेरि राइडमा निस्किन्छु। यो चाहिँ बुटोल कालिका नगर। अहिले चाहिँ धेरै राम्रो भएको छ, पहिला भन्दा अहिले चाहिँ बाटो। यो चाहिँ सब्जी मन्डी कालिका नगरको। महाराजा यो पनि धेरै राम्रो चल्छ। मलाई जति पनि जसले हेर्नुहुन्छ उहाँले सब्सक्राइब चाहिँ गरिदिनु होला है, तपाईँहरूको सहयोगको खाँचो छ। नयाँ ब्लगर भएपछि अब सब्सक्राइबर त चाहियो नै होइन र। के हो टल्का हौ त, टल्का हौ त सबै, स्कुटी टल्के छ त। फाइनली स्कुटी चाहिँ वास भइसकेको छ। वासिङको यो स्प्रे हान्दैछ। यो चाहिँ हाम्रो दाइको ग्यारेज हो। आएर विभिन्न किसिमका मोटरसाइकल स्कुटर सुपथ मूल्यमा यहाँ बनाइन्छ है। वाचिङदेखि लिएर